के अरे आतंकवादी कुनै जात हुँदैन, तर यहाँ त हामीले यो देख्न पाएको छौँ कि आतंकवादीको असली जात हुन्छ। एउटैबाट आतंकवादी पैदा भइरहेको हुन्छ। जहाँ पनि विश्वमा जहाँ पनि हेर्नुभयो भने अरू कुनै जातबाट अरू कुनै धर्मबाट के अरे आतंकवादी आउँदैन, एउटैबाट आउँछ आतंकवादी। अनि यो जुन नरसंहार भएको छ अमानवीय तरिकाले, त्यसको हामी घोर भत्सना गर्दछौँ र हामी यहाँ सिराहावासी क्यान्डल जलाएर हामी शान्तिपूर्ण तरिकाले उहाँहरूको आत्माको चिर शान्तिको लागि हार्दिक श्रद्धाञ्जलीको लागि हामी यहाँ क्यान्डल जलाएर उहाँको आत्माको चिर शान्तिको लागि नमन गर्दैछौँ। सिराहावासीहरू बडो दुःखको आजको यो श्रद्धाञ्जली कार्यक्रम जुन एउटा संवेदना जुन हामी यहाँ पुग्न आएको छौँ, जुन भारतको काश्मीरको पहलगाउँमा जुन एउटा आतंककारी गतिविधिद्वारा जुन जात र धर्म सोधेर पनि उहाँहरूलाई गोली मारेर हत्या जुन गर्यो, त्यसको हामी घोर भर्त्सना गर्दछौँ र साथसाथै फेरि पनि यस्तो किसिमको कसैले पनि निहत्ताहरूलाई कुनै पनि प्रकारको फेरि पनि यस्तो हत्या नगरून्। त्यसैले आजको यो हाम्रो संवेदना कार्यक्रम राखेको छौँ र यसमा केही अझै आफ्नो मन्तव्य